हेलो साथीहरू, आज हामी देवीको मन्दिर दर्शन गर्न जाँदैछौँ बुढाबुढी भएर। हेरौँ है त देवीको मन्दिर कस्तो बनेको रहेछ। हाम्रो गाउँको पपुलर मन्दिर हो है। टाढा टाढाबाट कुखुरा बोका अनि आफ्नो बक्कलहरू लिएर आउनुहुन्छ सबैजना। हेरौँ आज हामी त्यही जाँदैछौँ। छिटो जाँ देखाउँदै त हेर्नु। सक्न नि पर्यो। फाइनल्ली साथीहरू हामी आइपुग्यौँ कुमाल गाउँको देवी मन्दिरमा। दर्शन पनि गरेर सकिसक्यो हामीले। भगवानप्रति आस्था राख्नुहुन्छ, भगवानले पुर्याउनुहुन्छ भन्ने मान्छेहरू चाहिँ महानुभावहरू चाहिँ आएर यहाँ दर्शन गर्नु होला। भनेको चाहिँ पुग्छ भन्ने आस्था छ। अनि यहाँ दसैँको पूर्णिमा अनि वैशाखी पूर्णिमामा मात्रै मेढाहरू भक्कलहरू चढ्ने गर्दछ। अघि पछि दर्शन गर्न त मिलिहाल्छ, तर ढोका खुल्ने चाहिँ त्यही 2 दिन मात्रै हो। हजुर पनि आउनु होला दर्शन गर्न। हामी आएर गइसक्यौँ।